Hello guys, welcome or welcome back to my YouTube channel. If you are new to my channel, it's me Sneha Tamang. So guys, धेरै दिन बाद मलाई देख्नु हुँदैछ है. अन्तखेरि कति दिन बाद बनाउँदैछ मैले भ्लग किनभने चाहिँ I finally met my friend है. अन्त चाहिँ अहिले हामी चाहिँ जाँदैछ स्विमिङ पुल टी रिभर रिजोर्ट. यता पहिला चाहिँ अर्को स्विमिङ पुल जान्थ्यो तर त्यो चाहिँ अस्ति ठुलो पानी परेकोले गर्दाखेरि त्यो स्विमिङ पुल बन्द हुनाले चाहिँ we are going a new swimming pool है. हामी त्यो पनि देखाउने छौँ टी रिभर रिजोर्ट. अन्त चाहिँ guess what, I'm going with my best friend है after a long time है. तर म चाहिँ अब after year त्यसरी म चाहिँ त्यस्तो ह्याङ आउट गर्थिनँ होइन. अब डुल्ने टाइमै पाउँथिनँ हो. अब त्यो पनि अब त्यसको स्टोरिजले बिजी, म पनि मेरो कामले बिजी हो. अन्तखेरि चाहिँ यो सो तपाईँहरूले मेरो फ्रेन्डलाई पनि देख्नु भएको छैन है. अन्तखेरि मलाई चाहिँ इन्स्टाग्राममा पनि डिएम आएको थियो, किन भ्लग नबनाएको, बनाउनुहोस् न भन्ने रिक्वेस्ट राखेर चाहिँ मैले भ्लग स्टार्ट गरेको है. एन्ड गाइज प्लिज किप सपोर्टिङ मी है. अन्त या सी यू लेटर, बाई. सो गाइज अहिले चाहिँ हामी टी रिभर रिजोर्ट पनि पुग्यौँ है. यहाँभित्र हो. अन्त हामी चाहिँ अब आउने बित्तिकै चिप्लिहाल्यो गाइज. Guys, this is a tea river resort है. पानी यहाँ उसी यसको अन्डा यता हेर्दा है, यसको अन्डा हेर्नेलाई गाइस स्विमिङ गर्नु पाएन, मैला भयो कि. ओ हेर त ऊ ठुलै छ हौ, हेर न गाइस कति चढे मैला रहेछ हो कि कोहीले जाने. रेलिङ यस्तो त्यो सतीश पोखरेलको जुम्मा त ठुलै छ होला नि. ओ यहाँ पनि गएर छ हौ, हेर्छ एकपल्ट. खेल्दिनै म चाहिँ. अब ऊ यत्रोमा चाहिँ को खेल्छ, ऊ 2 स्टेप मात्रै छ. गाइस माने नै खेल्नुहोस्, जाउँ न. ओ यार के छ भाउ. गाइस ब्याड लक भयो हाम्रो चाहिँ हो, किनभने उयो एक्सक्युज मी गाइस पुरा रिस उठ्यो. त्यसको झन् अन्नै मलाई कस्तो खेल्नु मन थियो. तर पनि हामी जान्दैछ है. एउटा हो माथि त्यो झन् कस्तो दामी छ. कुन चाहिँ भनेको त्यो होइन है, अर्को बनाएको छ परसको क्या दामी, कस्तो दामी बनाएको छ गाइस. त्यहाँ चाहिँ म पनि गएको छुइनँ हो, फर्स्ट टाइम जान्दैछु. त्यसमा पनि त्यही प्रब्लम, अब पानी मैला भयो अरे भन्यो भने चाहिँ रड्डी हुन्छ गाइस हो. कल गरेर सोधौँ के भन्नु अब कसलाई. गाइस अब चाहिँ हो आइम टेकिङ ओभर द फोन. अन्त चाहिँ अब हामी जामुने जानु आँटेको बिकज बिजनबारीको सबै स्विमिङ पुल मैला छ. त्यसलाई चाहिँ स्विमिङ पुल जाने हेर न होइन. द्याट इज भेरी हट, गर्मी छ हो, पसिना सरी छ के हेरेको पसिना सरी छ हो. अन्त चाहिँ अब हामी चाहिँ हो भनेर चाहिँ मैले हाफ टाइम लगाएको थिएँ हो. तर अनफर्चुनेटली हाम्रो प्लान अब हो कहाँ पुग्ने भयो, त्यही भएर अब हाफ टाइममै जान्छ. अब घर गएर फेरि एकछिन गाडी खानुपर्छ हो. हिँड्नु जानु त दिन्छ हो, तर पनि अब गाडी सुन्नुपर्छ. त्यही भएर चाहिँ खोइ हौ. सो गाइस अब चाहिँ खै रिजर्भ बोला गरेको होइन जामुने जानुको लागि, बिकज अब स्विमिङ पुल अब जामुनेमा चाहिँ खै खुल्लै छ अरे. अन्त चाहिँ अब हामी गएर 1 घन्टाहरू 2 घन्टाहरू खेलेर हामी फर्किन्छौँ. 1 घन्टा कहाँ हौ, 4:30 खेल्यो नि. 5 बजीसम्म खेल्नु पर्ने हो. गाइज हो अब के भन्नु, 4:30-5 बजीसम्म खेलेको पनि आई थिङ्क इट्स इनफ फर अस है. तर अनफर्चुनेटली हो कस्तो लाग्यो है, कस्तो लाग्यो. अब यहाँ रिस उठ्यो नि मुख धुँदैछ अरे भर सुतिरहेको थिएन. ओ आयो गाइज, हाम्रो गाडी पनि आयो. सी यू बाई. हामीले चाहिँ यो गाडी रिजर्भ गरेको. भ्लग बनाएको गाइस, मलाई भ्लग बनाएको भन्दैछ हो. यता आउनु, भ्लग बनाइदिएको थियो नि त, देखिन नि त.
गाइस यहाँ हामी चाहिँ सुकाउनुमा बसिरहेको छु के भन्नु तपाईँलाई के छैन भन्नु मलाई भनेर के साथी छैन यो पिजाको प्याडलक भएछ हो मान्छे छैन अब एक्लै बस्छ सो गाइस एन्ट्री पनि काटिसकेको छ के भएको हेर्नुहोस् हामी चाहिँ नि ओभर महँगो यसमा आयो के भन्छ ओभर महँगो स्विमिङ पुलमा अलिकति उनीहरूसँग हिँडेको मात्रै 50 रुपियाँ तिर्नुपर्छ अन्तखेरि स्विमिङ पुलको अलग्गै कहिले चाहिँ म सुरु गर्नु गइहाल्दैछु म सो गाइस आज चाहिँ हामी बेसिकली अर्कै जानु आँटेको थियो तर भएन धोका दियो धोके बाँच्ने को त्यो दिव्यमलाई त हेर्न दिव्यमले धोका दियो गाइस के भयो 201 ब्र्याकेट्सको म्यानेजरले धोका दिएको छ आज हामीलाई बट नेभर माइन्ड मान्छे छ त अन्त मान्छे चाहिँ सो बाई गाइस विल सी यु इन अ बिट अनि गाइस यहाँ चाहिँ छु म के गरेको भन्दाखेरि चाहिँ म आँटै आएन भित्र पस्नु जाडो भएर सो कोल्ड यति चाहिँ भिजिरहेको छु यति छ अन्तखेरि आँटै आएन गाइस यहाँ चाहिँ छ यहाँ छु म त्यस्तो खेल्नु आउँदैन तर पनि गाइजु यहाँ चाहिँ सृष्टि खेल्दैछ ल न छिटो न हेर्नुहोस् ल गाइजु खेलेको छिटो न डुब्न हेर्नुहोस् है गाइज लु सक्छस् त अन्त कहाँ पुगिस् त यति बेला चाहिँ म जस्तो स्विमिङ पुलभित्र पसेको थियो अन्तखेरि आसिनो अनि भ्लगको लागि बनाऊँ न भनेर चाहिँ यसलाई बोलाएको पानी छिर्किँदैन हो कानतिर पसेर हाततिर बसेर कस्तो भएको अनि त्यतिखेर बस्यो यहाँ बस्दा बस्दा मेरो खुट्टा काट्यो अन्तखेरि चाहिँ म छिमा फेरि जोस पुरा दुखेर चाहिँ म निक्लिएँ अन्तखेरि अफ गरेँ भिडियो मैले गीत खोलीमा आइकन आएको है ला यी गाइज हेर्नुहोस् यी म तपाईँलाई सुशीलाई देखाउँछु ल नसर्सिनु अघि चाहिँ राम्रै थियो भनेर Oh my god, guys, mascara. म चाहिँ एकछिन डुबेर परसम्म डुबेँ हो त्यहाँपछि डुबेर चाहिँ अनुहार पोल्यो मेरो त्यहाँपछि मैले एकछिन रेस्ट गरेँ अनि चाहिँ यहाँ छु अहिले बसिरहेको छु गाइस अघि हालत देख्नु भएको थियो होला राम्रै भइकन आएको थियो अहिले चाहिँ भिजेको मुसा जस्तो भइरहेको छु भिजेको मुसा जस्तो भइरहेको छु खुट्टा पनि काट्यो मेरो चाहिँ हो So hi guys, we are finally done playing swimming pool. Now we are about to leave, है ना? अब गएको Piyush da is coming. आइसक्यो? गाइस अघि चाहिँ म स्विमिङ गरेर है कस्तो अनुहार भइरहेको थियो फेरि मैले चाहिँ आउँदैछु बोजू आउँदैछु यहाँ ब्यागभित्र छ चेन गाइस अब चाहिँ घरबाट फोन आएको हो अब बाबा रिसेपछि भइसक्यो म चाहिँ हो के गर्नु अब जान्दैछु के भएर है मजा आयो guys, त्यस्तो मैले त भनेको जस्तो आएन तर पनि it's alright. खेल्यो मजा आयो. Bye, see you again until next time. कसैको फ्युचर भन्दा ब्राइट टल्किँदैछ मेरो लिप्स चाहिँ मेरो चाहिँ नि साँच्चै भनेको त्यो 4-5 दिन सुत्नु नहुँदैन हुन्छ नि अहिले भेट्छु त गाइस बाई बाई